भरतराज पन्त नेपाली साहित्य जगतका प्रसिद्ध कवि हुन्। उनी माता ललितादेवी र पिता मणिदत्त पन्तका कोखबाट विक्रम सम्वत 1986 साल आषाढ 30 गते जन्मेका हुन्। भरतराज पन्त नेपाली कविताको परिष्कारवादी धारामा कलम चलाउने महान कवि हुन्। प्रस्तुत उनीद्वारा रचना गरिएको मेघ बिजुली विवाह कविता कक्षा 9 को पाठ्यपुस्तकमा पहिलो पाठमा समावेश गरिएको छ। प्रस्तुत कविता शिखरेणी छन्दमा लेखिएको छ। यो कविता प्रकृति प्रेममा आधारित कविता हो। प्रस्तुत कविता जुनकीरी कविता सङ्ग्रहमा सङ्ग्रहित कविता हो। यसमा प्रकृतिको मानवीकरण गरिएको छ। यो एक उत्कृष्ट प्रकृति प्रधान कविता हो। यसमा पूर्वीय संस्कृतिप्रतिको प्रेम भाव झल्किएको पाइन्छ। परिश्रम, मिहिनेत र लगनशीलताले पृथ्वीलाई सजाउनु पर्ने सन्देश यस कवितामा कविले व्यक्त गरेका छन्। मानिस कर्मशील प्राणी भएकाले आफ्नो कर्मप्रति सदैव तल्लीन भएर लाग्नुपर्छ भन्ने भाव प्रस्तुत कविताबाट हामीले प्राप्त गर्न सक्छौँ। यो कविताको पहिलो श्लोकमा भनिएको छ, बिहा हो यो पक्का जलद बिजुलीको गगनमा, जुरेको यो राम्रो ग्रहगति असारे लगनमा, बजेका हुन् झ्याली झिम झिम गरी बासहरमा, हरियो दोसल्ला फेरि नगपुरे तै छ विधिमा। यो श्लोकले भन्न खोजेको भावार्थ, यहाँ मेघ बादललाई दुलहा र बिजुलीलाई दुलहीका रूपमा कल्पना गरी लेखिएको छ। यो असारको महिनामा सायद शुभ लगन जुराएर हिन्दू परम्परा अनुसार, हिन्दू संस्कृति अनुसार असारको झिमझिम वर्षाको समयमा शुभ सायद जुराएर हिन्दू संस्कार अनुसार मेघ र बिजुलीको विवाह सम्पन्न भएको कुरा यहाँ बताइएको छ। हरियो दोसल्ला ओढेको पहाडले पुरोहितको काम गरेको छ, पण्डितको काम गरेको छ भने बाँसका झ्याङहरूले झ्याली बजाएर अझ विवाह मण्डपलाई मधुर सङ्गीत भर्ने काम गरेका छन्।